नेपालको जनसङ्ख्या चाहिँ 2,80,00,000 रहेको छ पेपरमा। इन्डियाको जनसङ्ख्या चाहिँ 150 करोड 150 करोडको हाराहारीमा रहेको छ। नेपालबाट यति धेरै युवाहरू चाहिँ विदेश जाँदै गर्दाखेरि भोलि नेपाललाई दोस्रो पिढी दिने चाहिँ जनसङ्ख्या नै बाँकी रहँदैन। अहिले पनि लगभग 1 करोडको हाराहारीमा चाहिँ सायद नेपालीहरू बाहिरै हुनुहुन्छ होला। कुनै पनि मेरो उमेरको चाहिँ युवा मान्छे चाहिँ विदेश गएर उतै बिहे गरेर अनि उतै छोराछोरी पाइसकेपछि छोराछोरीलाई त्यहाँको सुविधाहरू चाहिँ छोडेर यता नेपाल फर्किने चाहिँ लगभग कुरै हुँदैन, उहाँहरू आउनुहुन्न। भनेपछि यही तालमा हामीले यङ मान्छेहरूलाई चाहिँ यसरी जान दियौँ होइन, देशमा चाहिँ राम्रो इम्प्लोइमेन्ट भएन, हाई पेइङ वेल पेइङ जब्स, राम्रो आय स्रोत भएन भने नेपाल त रित्तिन्छ त। नेपाललाई चाहिँ खाली हुनबाट रोक्नलाई, रित्तिनबाट रोक्नलाई हामीले तुरुन्तै आर्थिक क्रान्ति ल्याउन जरुरी छ। इकोनोमिक सेक्टरमा चाहिँ एकदम वाइल्ड प्रोग्रेस ल्याउन, ऱ्यापिड प्रोग्रेस ल्याउन एकदम जरुरी छ। र संयोगवश अहिले हामीले एउटा क्रान्ति लिएर आएको छौँ। यो क्रान्तिलाई क्यापिटलाइज गरेर नेपाललाई रित्तिनबाट रोक्न, हाम्रो धर्म संस्कृति सम्पदाहरू सबै बचाउनको लागि, हाम्रो कल्चर बचाउनको लागि हामीले यो चाहिँ ठुलो आर्थिक रेभोल्युसन ल्याउन जरुरी छ। त्यही कारणले अबका लिडर्सहरू, नेताहरूले चाहिँ भाषण लिएर नआउँ, भिजन लिएर आउँ, आइडिया लिएर आउँ र एक्जिक्युट गर्ने, त्यसलाई चाहिँ व्यवहारमा उतार्न सक्ने चाहिँ क्षमता लिएर आउँ। त्यस्तो मान्छेलाई मात्र छान्दिनु होला प्लिज। हामीले चाहिँ कोही बच्चा बोल्यो, 6-7 वर्षको बच्चा चाहिँ एकदम फर्र बोल्न थाल्यो भने यो नेता हुन्छ, यो एकदम गलत कुरा हो। त्यस्तो गरेर हुँदैन। हेर्नुहोस्, हामी जनता शिक्षित भएनौँ। बोल्न त जसले पनि बोल्छ, हेर्नुहोस् म पनि बोल्छु, म मजाले गफ दिन सक्छु, तर भिजन छैन भने म जस्तो मान्छेलाई छान्नु हुँदैन। गर्न सक्ने भिजन भएको मान्छेले छान्नुपर्छ, बोल्न त जसले पनि बोलिदिन्छ। यो जेनजी प्रोटेस्टमा चाहिँ जेनजीहरूमाथि चाहिँ छानबिन हुनु हुँदैन, कठघरामा उभ्याउनु हुँदैन भन्ने कुरामा चाहिँ धेरैले भन्नुभयो। के अरे अब यो जुन चाहिँ क्षति भएको छ भौतिक संरचनाहरू, हाम्रो देशको ऐतिहासिक भौतिक संरचनाहरूमा जुन क्षति भएको छ त्यसलाई पनि इन्भेस्टिगेसन नगर्ने भनेर भन्नुभयो। अब यहाँ चाहिँ आई थिङ्क वी हेभ टु चुज, हामीले छान्नै पर्ने हुन्छ। द्याट इज अ भेरी थिन लाइन, पातलो लाइन छ कि यो चाहिँ एकदम राज्यद्रोह गर्ने मान्छे हो र होइन भनेर त्यो प्रोटेस्टको अन्तर्गत, त्यो प्रोटेस्टको अन्तरालमा, किनभने एउटा ढुङ्गा मात्र हान्यो भने पनि दे क्यान बी लेबल्ड एज समबडी हु इज डुइङ राज्यद्रोह गरेको चाहिँ आरोप आउन सक्छ। अब आइदर हामीले चाहिँ यो क्रान्ति आएको हो र यसमा चाहिँ अब इन्भेस्टिगेसन हुनु हुँदैन, कसैलाई पनि कठघरामा उभ्याउनु हुँदैन भनेर चाहिँ भन्न चाहिँ सकिन्छ, और यसमा चाहिँ निष्पक्ष छानबिन हुनुपर्छ भन्न सकिन्छ। र निष्पक्ष छानबिन हुँदाखेरि कहिलेकाहीँ एकदम सानो चाहिँ स्टेप चालेको मान्छेले पनि दे क्यान बी प्रोसिक्युटेड फर अ भेरी बिग एक्युजेसन के। अनि डु यु वान्ट टु डु द्याट? अब धेरै संलग्न हुनुभएको, कसैलाई रिस उठेर एउटा ढुङ्गा मात्र हान्नुभयो होला, उहाँले पनि धेरै ठुलो कुरा फेस गर्नुपर्ने हुन्छ। सो द्याट इज वाइ आई एम इन फेभर अफ नट प्रोसिक्युटिङ पिपल इन्भल्भ इन द जेनजी मुभमेन्ट। तर जसले इन्फिल्ट्रेट गर्यो, जसले चाहिँ घुसपेट गर्यो, त्यो चाहिँ छानबिन हुनुपर्छ। यो खासमा शान्तिपूर्ण प्रोटेस्ट थियो होइन, एक हिसाबले चाहिँ राज्यबाट चाहिँ दमन नभइदिएको भए, अग्रेसन नदेखाएको भए यो हुँदैन थियो होला। सो एक हिसाबले त भनौँ न राज्य पनि दोषी हो यो कुराको, र इन्फिल्ट्रेसन घुसपेट चाहिँ यो चाहिँ यसको चाहिँ इन्भेस्टिगेसन होस्, तर नट पिपल, not Gen Zs who have participated in this movement.